सो गुड मर्निङ, वेलकम टु माई ब्लग। आज चाहिँ म कार्यक्रममा जान लाग्छु गाइजहरू। र अब म तल पुगेर चाहिँ म विवेक दाइलाई फोन गर्नुपर्ने हुन्छ। अब चाहिँ म गएको है गाइजहरू। ल सो गाइजहरू, अब चाहिँ म लागेँ है त। हाम्रो कार्यक्रम चाहिँ 7 बाटो बिएमबी हस्पिटल गेटमा पनि आएको छ। सो गाइजहरू, सधैँ यताबाट जानुपर्ने हुन्छ भने चाहिँ म आज यताबाट जानुपर्ने हुन्छ। फाइनली गाइज घाटमा आइपुग्यो। अब यहाँबाट चाहिँ मैले विवेक दाइलाई फोन गर्नुपर्ने हुन्छ। यो पुलमा बसेर मैले विवेक दाइलाई फोन गर्नुपर्ने हुन्छ गाइजहरू। म फोन हान्छु। 40 त भइसक्यो यार, 6:45 मा आइपुग्नु भनेको थियो। दाजु कता हो? म पुलनेरी आएको छु दाजु। ल ल दाजु, ल आउनु। ए ल ल ल दाजु, ल। सो फाइनली विवेक दाइले पनि फोन गर्यो गाइजहरू। अब उहाँले एकछिन मैले कुर्नुपर्ने हुन्छ। हिजो 6:45 भनेको थियो, आज चाहिँ जानकारी चाहिँ 6:55 भनेर आएर रहेछ। मैले एकैछिन कुर्नुपर्ने हुन्छ। सो गाइजहरू, फाइनली विवेक दाइ पनि आइपुग्यो। अब ट्याक्कै हाम्रो दाइ आउँदै हुनुहुन्छ। ट्याक्क पारेर अब हामी सँगै जाने। दाजु आउनु आउनु भिडियो बनाइदिँदैछु, आउनु। जाँडो छ दाजु। बाटो जाउँ, माथि 7 बाटोबाटै जाउँ ल। तलको बाटो किनकि बनाइराखेको छ सबै कति भयो दाजु?
चाँडो आइयो जस्तो छ चाँडै आइयो जस्तो छ चाँडै आयो है हस्पिटल त कहाँनिर पो छ र आज जाडोमा त कस्तो हातहरू सबै काटेर मुखहरू काटेर अहिले गएर त मेम्बरलाई त दिदी भन्ने बेलामा त रिरी रिरी भन्छ भिडियो रेकर्ड हुँदैछ तपाईँको अब सावित्रीलाई गर्नु न कि त श्रीजी दिदीलाई गर्नु आइसक्नु होला नि उहाँ गर्छु त हेमराज भाइले गर्नु यहाँ छ ए अन्त एरियामा दिदी भन्यो भने त कहिले जाडले उ गरेर रिनी भन्छ ए हामी त त्यही गेटै वरिपरि छौँ त हजुर हामी पनि एन्फामै छौँ नाकला रिचुअलीले कल गरेको छ ए कहाँ यहीँ रे रे त त्यो बिएनबी पुलको गेटमा भन्नु भन्नुभएको हजुर 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 ल्याएको छ बहिनी मरिलो ल्याएको छ आज चाहिँ हाम्रो कार्यक्रम यो सातो बाटो बिएमपी हस्पिटल छेउको पुल आकाशे पुलनिर हुने हो गाइजहरू ल भयो